पारी भ्यू हेर्नु न कस्तो दामी देखेको छ। मध्य वर्ष भए पनि आज चाहिँ बिहानदेखि घाम लागेको भएर। नमस्ते सबैजनालाई, स्वागत छ मेरो अर्को भिडियोमा। आज चाहिँ दिन एकदमै बिहानदेखि राम्रो भएर हामी चाहिँ ताजटार जाँदैछौँ। कस्तो छ हेरौँ भनेर। यहाँ घर पनि दसैँमा कस्तो राम्रो बनाउनु भएको छ। पारी पारी हेर्नु न कस्तो राम्रो देखिएको छ। आमामा वरिपरि आज त दिन त खतरा राम्रो भएको छ हो। हिमालहरू पनि आज चाहिँ देखिरहेको छ। मध्य वर्ष भए पनि अहिले चाहिँ भिडियोस् तपाईँहरूलाई हिमालहरू पनि देखाउँछु है त। कस्तो राम्रो हिमालहरू सबै देखिएको छ। ता कुन उयो त ऊ होइन के पो कुम्भकर्ण, उताको के अरे फाक्तालुङ, त्यो चाहिँ फाक्तालुङ हिमाल हो। फाक्तालुङ, कुम्भकर्ण, के कञ्चनजङ्घा हो कि क्या त्यो त। कञ्चनजङ्घाहरू हिमालहरू कस्तो दामी देखिएको छ आज त। अब चाहिँ म तपाईँहरूलाई सिधै के अरे निबु खोलादेखि उता मात्रै देखाउँछु है। अब निबु खोलासम्म त अस्ति अरू भिडियोमा देखाइसकेको छु बसुन्तलाहरूलाई जाँदाखेरि होइन। त्यहाँदेखि उताको बाटो मात्रै म तपाईँहरूलाई देखाउँछु है त। यो चाहिँ इमानसिंह चेम्जोङको शालिग हो होइन। अनि यहाँदेखि आज पञ्चमी बजार चाहिँ कस्तो देखिन्छ भनेर हेर्नु मन लागेर। पञ्चमी बजार हेर्नुहोस् न कस्तो दामी देखेको छ। कुर्कुसे पञ्चमी भन्छ यसलाई चाहिँ। जहिले तहिले यहाँ हुस्सुले ढाकिराख्ने ठाउँमा आज यस्तो राम्रो देखिरहेको छ। पारीको चाहिँ देउराली है, त्यहाँनिर ब्रिज बनिरहेको छ। पारी हिमालहरू हेर्नुहोस् न कस्तो दामी देखिरहेछ। मौसम चाहिँ एकदम क्लियर भएको छ है। दियोस् खुसी लाग्छ यस्तो देखिँदाखेरि चाहिँ। नत्र भने यो ठाउँहरू चाहिँ एकदमै हुस्सुले ढाकिराख्ने ठाउँहरू हो कि। आज त जहाँ जता हेऱ्यो पनि यस्तो राम्रो देखिरहेछ र जता पनि रोकिनु मात्र मन लागिरहेछ। यस्तो दामी दामी हेर्नु न कस्तो राम्रो भ्यू देखिरहेछ कि जताततै। त्यो भएर जता पनि रोकिनु मन लागिरहेछ आज चाहिँ। पारीबाट बादल आउनु थालिहाल्यो। भरे पो कस्तो हुने हो दिन। पारीतिर हेर्नु न कस्तो दामी देखेको। कस्तो दामी हो आमामा। यो माथिबाट चाहिँ बत्तिसो रिसोर्ट जाने। अस्ति हामी आएको यहाँ परेको चाहिँ निबु खोला हो। लाग्दिउँ ए यहाँको सबै झरेको। यो चाहिँ निबु खोला पुल हो होइन। यहाँदेखि चाहिँ हामी अब ट्याक्क पारी गएपछि चाहिँ माथि गुम्बा डाँडातिर। अब आज चाहिँ दिन एकदम राम्रो भएको छ। त्यही भएर जता पनि रोक्नु मात्र मन लागिरहेको। अब होइन म चाहिँ अब बिस्तारै चलाउँदै हुन्छु ठाउँहरू हेर्दै हेर्दै होइन। रमाइलो हुन्छ। झन् आज त दिन यस्तो राम्रो भएको छ। मजा भइरहेछ। धेरै पछि यस्तो दिन देखेर होला यस्तो मजा लागिरहेछ नि। यहाँ अगाडि त पहिरो पनि झरेको छ नि। यहाँ अगाडि त पहिरो पनि झरेको छ होइन। ए योक्सी चप्पल कारखाना यहीँ त रहेछ त। ल ल ल फर्किँदै निस्क्यौँ। पौवा भन्ज्याङ 4 किलोमिटर हो। यो पौवा भन्ज्याङदेखि चाहिँ हामी उता लाग्नुपर्छ है। के अरे हामी जानु लागेको ठाउँ
साधुतार बिर्सेकै गर्छु म त फेरि मालिङ्गेनी टोल यहाँदेखि उता चाहिँ मालिङ्गेनी टोल रहेछ त्यहाँ हो राके त आज खतरा देखिएको छ नि कहिले हुसुले नछोड्ने ठाउँ खतरा उखारी देखिरहेको छ अब गुम्बा डाँडामा एकछिन रोकिन्छ त्यहाँनिर कस्तो दामी बनाउँदैछ मूर्तिहरू पहिल्यै पनि बनाएको पनि छ भन्ज्याङमा खाजा खाने गुम्बा डाँडा आइसक्यो यही हो अब चाहिँ गुम्बा डाँडा यहाँ माथि यही हो सबै यिनीहरू चाहिँ गुम्बा डाँडै हो है यो घर आगो जलेर फेरि बनाएको ए यो रातो काठको मात्रै त्यस्तो अहिले दामी बनाएको छ नि कस्तो दामी पो देखिरहेको छ यहाँ माथि चाहिँ यस्तो मूर्तिहरू यहीँनिर हो मूर्तिहरू बनाइराखेको छौँ एकछिन बस्नुपर्छ ल बुद्धको मूर्ति पनि बनाएको रहेछ आज त पारी पनि कस्तो दामी देखेको छ यही घर जलेर बनाएको घर रहेछ कस्तो दामी बनाउनु भएको छ मान्छे चाहिँ पारी हेर्नु न कस्तो दामी देखिरहेछ के हो आलु लेखेको छ त के हो ए सेतो आलु रे यो चाहिँ ल ल ल कस्तो दामी देखिएको छ जताततै अलैँची बोकेर गाडी पनि आयो है टन्नै अलैँची ल्याउँदैछ राके बजार पारि कस्तो यतापट्टि पनि बसौँ न यहाँनिर बसौँ त देखिन्छ नि देउराली यहाँ घरको पनि खिचिदिन्छु नि म बुद्धको मूर्ति भर्खर बनाउनु हुँदो रहेछ त्यहाँनिर लाइटहरू पनि हाल्नु भएको नरहेछ है हो यता हेरौँ त हो जिउ घुमाउनु पर्दैन ल दामी ल है हामी चाहिँ अब एकछिन गुम्बा डाँडामा बसेर फोटो खिचेर लाग्यो पौवा भन्ज्याङतिर पौवा भन्ज्याङदेखि नै छुट्छ होइन साधुटार जाने बाटो त्यहीतिर हेर्नु न कस्तो राम्रो देखिरहेको छ क्या आमामा तर बादल अब सुरु भयो हामी साधुटार पुगिन्जेलमा त बादलले सबै उ गर्छ होला पुरै चिसो भइसक्यो यतातिर ज्याकेट नलगाएको त ओहो जाडो पो बनाएको कता उतापट्टि छिर्नुपर्छ पौवा भन्ज्याङदेखि ए माथि चाहिँ के छ पौवा भन्ज्याङ भन्दा माथि रातो छ त ए सिलौटी पनि यहीँबाट पो छुट्छ ए यो अनि सुके पोखरी जाने चाहिँ राकेबाट ए पौवा भन्ज्याङ चाहिँ जङ्सन हो सबैतिर छुट्ने यहाँ पनि पहिरो लडेर चाहिँ बाटो सबै बिगारेकै थिएछ वाल लगाइसक्नु भएछ दामी भएछ अब चाहिँ यतातिर लामाहरू धेरै बस्छ कि के हो नि ए त्यही त त्यही भएर ए यिनीहरू पनि मचवाली नै हुने हुन्छ ए यो सिलौटीतिर पनि गाउँहरू छ ए यही हो पौवा भन्ने के देखिएको ट्राफिक होला नि
यो चाहिँ पौवा भन्ज्याङ तर यता रोड छ जम्जेरैबाट मोड्छ पेट्रोल पम्प छ ए यहीँ खाजा खानु ल लगाएर मालिस गर्नाले ठिक हुन्छ यो अवधिभरि साबुनको भने प्रयोग गर्नु छैन यो मलम घाउमा पनि लगाउँदा काम लाग्छ फेरि काप्लेजुङ जाने बाटो यता झापाइला साधुटार लुङ्ग्रापा सुके पोखरी जाने बाटो चाहिँ यता रहेछ हामी चाहिँ त्यतै हो अब पौवा भन्ज्याङ 1 महिना औषधि खाएपछि ठिक ल हामी चाहिँ अब खाजा खाएर लाग्यौँ साधुटारतिर यहीँदेखि भित्र जानु पर्दो रहेछ साधुटार चाहिँ साधुटार पुग्दाखेरि चाहिँ कस्तो हुने हो थाहा छैन आमामा फुल कस्तो राम्रो रोप्नु भएको यतातिर पारिर अब पुरै बादल लाग्न थालिगयो यो ठाउँ चाहिँ के भन्छ फुलहरू हेर्नु न कस्तो राम्रो रोपेको आँखा फुलेको हेर्नु न स्कुल हो कि के हो नयाँ बाटो नयाँ ठाउँ नयाँ दिन गोलियाको खेती भइसक्यो यहाँ त कहिले निकालेको गोलिया हो ए उता माथि यतातिर त सबै घरहरू यस्तै मात्रै बनाउँछ कि के हो यो सिक्किम दार्जिलिङतिर पो यस्तो बनाउँछ जस्तो लागेको थियो मलाई त होइन यो टाइपको त यस्तो यो डिजाइनको घर चाहिँ यहाँ पनि रहेछ है घर चाहिँ कुन ठाउँ हो यो कस्तो मजाको फुलहरू पनि उयो घरमा त हेरौँ न कस्तो दामी फुल माथिसम्म सजाउनु भएको रहेछ हौ उनीहरू बाटो चाहिँ अलिकति छोडिदियो हुन्थ्यो ए यही हो एकथुङ स्कुल यहाँदेखि चाहिँ माथि जानुपर्ने ए कता कस्तो दामी देखिएको यता माथि चाहिँ इन्डियाको बोर्डर हो कि के हो यस्तो दामी देखिएको ए यस्तो दामी देखिएको छ हौ आमा लुङ्ग्रेपाहरू देखिएको छ दामी 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 एकदम दामी ल फाइनल्ली हामी चाहिँ साधुटार आइपुग्यौँ आज दिन एकदमै राम्रो छ है वरिपरि यस्तो दामी अलिकति यहाँ तलदेखि यहाँ माथि आइपुग्ने बाटो चाहिँ अलिकति अप्ठ्यारो रहेछ र बाइक चाहिँ तलै छोडिराख्यौँ हेर्नुहोस् है भ्यूहरू कस्तो दामी छ कि आहा यता पारि चाहिँ हेर्नुहोस् न यहाँ पोखरी छ अनि पारि हिमालहरूमा चाहिँ पुरै बादल अल्छल लागिसक्यो कस्तो दामी देखिरहेछ है आहा यहाँनिर घरहरू पनि कस्तो मजाको बनाउनु भएको रहेछ पारि बादलसँग हेर्नु न कस्तो दामी देखिएको छ सल्लाह यहाँ पनि दामी घर बनाउनु भएको रहेछ आज चाहिँ एकदमै मौसमले साथ दियो धेरै खुसी लाग्यो हैन बिहानदेखि नै एकदम राम्रो खुल्ला छ दामी छ भ्यूहरू हेर्नु न वरिपरिको कस्तो राम्रो देखिरहेछ यहाँनिर चाहिँ यसरी
फोहोर नगरिदिनु भएको भए राम्रो हुन्थ्यो। मान्छेहरूले यो त मकिएर कुहिएर पनि जाँदैन। प्लास्टिकहरू एल्युमिनियमहरू फोइलहरू रहेछ। यहाँ चियन डाँडा पनि रहेछ। हिमालहरू हेर्नुहोस् न, तर कुहिरोले अलिक ढाकेर, नत्र भने राम्रो देखिन्थ्यो। जस्तो कुहिरो कुहिरो भएको ठाउँतिर चाहिँ हिमालहरू छ है। पारी पारीको गाउँहरू कुन गाउँ होला, कस्तो राम्रो देखिएको छ। पारी पारी पारीसम्म गाउँै गाउँ छ, कस्तो राम्रो यहाँदेखि त देखिएको छ। पारिबाट चाहिँ बादलहरू आउन सुरु भइसक्यो है। हामी चाहिँ अलिक छिटो आइपुगेछौँ। पोखरी हेर्नुहोस् न कस्तो दामी छ। यही पोखरी हेर्नु आएको। यहाँ चाहिँ के मुला खेती पो पुरै रहेछ नि। माछाहरू पनि रहेछ। यहाँ पारी के भन्छ, बादल नलागेको भए चाहिँ हिमाल कस्तो राम्रो देखिन्थ्यो यहाँबाट। बादल लागेर, तर ठिकै छ यतातिर कस्तो राम्रो दिन भएको छ। पारी लाग्यो पनि यता झनै राम्रो छ दिन। लेउ खान्छ अरे यो माछाहरूले त। त्यो पोखरीको बिचमा त्यस्तो यो प्लास्टिक फाल्ने मान्छे चाहिँ को होला? ए योभन्दा कम हुन्छ? पानी कहाँ गोरान गएको छ होला। यहाँ आएपछि फोटो खिच्ने त कुरै भएन। अब फोटोसोटो खिचौँ। साधुटार चाहिँ जिन्दगीमा एकचोटि चाहिँ आउनै पर्छ है। यस्तो राम्रो छ नि यहाँ हेर्नुहोस् त पछाडिको भ्यू। ओहो, आँसै आउने खालको राम्रो छैन। वरिपरि हेर्नुहोस् त। पर्यटकीय स्थल साधुटारमा तपाईहरूलाई हार्दिक स्वागत गर्दछौँ। घर पनि कति राम्रो, अनि धुपीहरूले कस्तो मजाले सजाउनु पनि भएको के। हेर्नुहोस् न, पारी देखिएको चाहिँ पौवा भन्ज्याङ है। अघि हामी आएको त्यहीँबाट हो। यसलाई चाहिँ मिनी मुस्ताङ पनि भन्दो रहेछ यो साधुटारलाई चाहिँ।
नामै मुस्ताङ चोक रहेछ नि त यसको त। ल अब हामी चाहिँ मिनी मुस्ताङ साधुटार घुमेर फर्किसक्यौँ। भिडियो कस्तो लाग्छ यसो फिडब्याक दिनु होला। धन्यवाद।